कहिले सोच्नु भएको छ किन एउटा नचिनेको कुकुर घरमा बारम्बार आउन थाल्छ? कि यो एउटा सामान्य घटना मात्र हो अथवा यसको पछाडि केही रहस्य लुकेको छ? आउनुहोस् आज हामी यही रहस्यको बारेमा कुरा गरौँ। आखिर किन एउटा नचिनेको कुकुर घरमा बारम्बार आइरहन्छ त? सामान्यतया हामी यसलाई त्यति वास्ता गर्दैनौँ, तर लोकविश्वासमा यसलाई सामान्य घटना मानिँदैन। यसको पछाडि केही रहस्य लुकेको छ भन्ने मान्यता हुन्छ। मान्यता के छ भने यति यी 7 सङ्केतलाई बुझ्न सकेनौँ भने पछि पस्ताउनु पनि पर्ने हुन्छ। ल अब आउनुहोस् यी 7 सङ्केतहरू के हुन् त जानौँ। पहिलो सङ्केत नम्बर 1 मा रहेको छ, यो हो घरमा नकारात्मक शक्तिको प्रवेश। सुन्दा अनौठो लाग्छ, तर कुकुरहरूले यस्ता अदृश्य ऊर्जाहरू हामी मानिसमा भन्दा पहिला नै महसुस गर्न सक्छन् भन्ने विश्वास गरिन्छ। नकारात्मक ऊर्जाको सङ्केत कुकुर घरको प्रवेशद्वार वा ढोकालाई एकपटक ट्वाल्ल हेरिरहन्छ। यसको अर्थ घर वरिपरि एक कमजोर नकारात्मक ऊर्जा कुकुरले महसुस गरिरहेको हुन्छ। नम्बर 2 सुरक्षा र शान्ति, परिवारको कुनै सदस्यको सुरक्षा। सुरक्षाको सङ्केत कुकुर केही दिन लगातार घरमा आउँछ भने त्यस परिवारको कुनै सदस्यहरू चिन्ता तनावमा छन् भनी बुझ्नु पर्दछ। त्यो अशान्ति मनको तरङ्गलाई कुकुर महसुस गर्छ र एक किसिमको सुरक्षा दिन त्यस घरमा लगातार आउन थाल्छ भन्ने विश्वास गरिन्छ। नम्बर 3 शान्तिको सङ्केत नपालेको कुकुर आँगनमा आरामले बस्छ, पुच्छर हलाउँछ र खुसी हुन्छ। यसको अर्थ घरमा सुख शान्ति फर्किँदैछ र पुराना झगडा समाप्त हुँदैछन् र रोकेको काम बन्दैछ भन्ने विश्वास गरिन्छ। 4 कर्म र सफलता, कुनै व्यक्ति तनावमा छ, ऊ व्यक्ति एक्लो छ भने त्यस्ता व्यक्तिलाई कुकुरले आफै खोज्दै आउँछ। राम्रा र सकारात्मक ऊर्जा भएको व्यक्तिलाई कुकुरले साह्रै नै मन पराउँछ र त्यस्ता व्यक्तिप्रति कुकुर आकर्षण हुन्छ। नम्बर 5 सफलताको सङ्केत नपालेको कुकुर शान्त रूपमा घरको वरिपरि घुमिरहेको छ। यसको अर्थ पुराना बाधा हट्दैछन् र नयाँ काममा सफलता आउँदैछ भन्ने बुझिन्छ। नम्बर 6 खराब ऊर्जा, कुकुर घरको एक कुनातिर लगातार हेरेर भुकिरहन्छ भने त्यसको अर्थ त्यो दिशाबाट घरमा लागेको नजर वा खराब ऊर्जा कुकुरले महसुस गरिरहेको हुन्छ र त्यतापट्टि फर्केर भुकिरहेको हुन्छ। अन्तिम सङ्केत नम्बर 7 सबैभन्दा महत्त्वपूर्ण सङ्केत, यो जीवनमा आउन लागेको ठुलो निर्णय मोडको सङ्केत हो। यो सङ्केत प्रक्रियाद्वारा हुन्छ। पहिलो चरण नपालेको कुकुर घरमा आउन थाल्छ र केही दिन त्यहीँ बस्न थाल्छ र त्यहाँ पछि चुपचाप हल्ला नगरिकन त्यहाँबाट निस्केर जान्छ। यदि यस्तो भयो भने निकै गहिरो सङ्केत हो। यसको अर्थ जीवनमा केही ठुलो परिवर्तन आउँदैछ, सायद भाग्य नै बदलिँदैछ वा कुनै नयाँ यात्राको सुरुवात हुँदैछ भन्ने विश्वास गरिन्छ। यी दुर्लभ सङ्केतहरूले तपाईँको घरमा ऊर्जा, कर्म र भविष्य बताइरहेको हुन्छ। हवस् त साथीहरू, आजको भिडियो कस्तो लाग्यो कमेन्ट गर्नुहोला।